सबैमा नमस्कार। संयुक्त मिडिया हाउसद्वारा सञ्चालित कार्यक्रम समय संवादमा यहाँहरूलाई स्वागत छ। म शम्भु। अहिले देशभरि चुनावको माहौल चलिरहेको छ। नेपालमा फाल्गुन 21 गते चुनावको मिति तोकिए दिनदेखि नेपालमा चुनावको माहौल बढेको छ, चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरू आफ्ना टोल छिमेकमा आफ्ना मतदाताहरूसँग भोट माग्नको लागि व्यस्त देखिन्छ। यी र यस्ता विषय वस्तुलाई हामी समेटेर आज हाम्रो स्टुडियोमा सप्तरी निर्वाचन क्षेत्र नम्बर 4 का नागरिक उन्मुक्ति पार्टीका प्रत्यक्ष उम्मेदवार रामाकान्त चौधरी हुनुहुन्छ। उहाँलाई सबभन्दा पहिला हामी स्वागत गरौँ। नेताजी, तपाईँले स्वागत छ। धन्यवाद शम्भुजी। आरामै हुनुहुन्छ? हजुर, आरामै छु। अब फर्स्ट अफ अल तपाईँ एउटा एनजिओ आइएनजिओको एकदम प्रखर व्यक्ति। एनजिओ आइएनजिओमा सामाजिक अभियन्ताको काम गर्दै गर्दा तपाईँ अहिले अथवा केही वर्ष अगाडिदेखि राजनीतिक हुमिनु भएको छ, किन होला? म 2058 सालदेखि 2070 सम्म सप्तरी जिल्लाको क्षेत्र नम्बर 4 अन्तर्गतका तत्कालीन गाविसहरूमा र सप्तरी जिल्लाभरि नै शिक्षा, स्वास्थ्य, रोजगार, बाल श्रमको मुद्दा लिएर म लगभग 12-13 वर्ष यो क्षेत्रमा सामाजिक क्षेत्रमा काम गरेको मान्छे हुँ। र एउटा एनजिओको भूमिका भनेको समाजमा काम गर्ने, जनचेतना फैलाउने। तर के हो भने काम गर्दै जाँदाखेरि मलाई के अनुभूति भयो भने यी सबै कुरो राज्यको जिम्मेवारी हो। राज्यले यी कुराहरूलाई सम्बोधन गर्न सकेन। हामी स्थानीय तहलाई लगायत अब जो सेवाग्राही कार्यालयहरू थियो नेपाल सरकारका, तिनीहरूसँग समन्वय गरेर ल यो जिम्मेवारी तपाईँहरूले अब, किनभने एनजिओ सधैँभरि एउटा काम गर्न सक्दैन, त्यस कारणले हामीले उहाँले घचघचायौँ। तर के हो भने उनीहरू ल ठिकै छ, हाम्रो काम गरिदिनु भएको छ, तपाईँहरूलाई धन्यवाद, त्यति मात्रै दिने। राज्यले दायित्व, एउटा जिम्मेवारी उनीहरूको बोध नहुने कुरो देखियो। एकचोटि म यहाँहरूलाई उदाहरण दिन चाहन्छु। हामी हरवा चरवामा काम गर्दै थियौँ। एउटा मुसर बस्तीमा गयौँ र मुसर बस्तीका मान्छेहरू तास खेलिरहेका थिए र उनीहरूलाई विदेशीहरूले सोध्यो, होइन यिनीहरूको काम छैन भन्दाखेरि के हो भने होइन काम छैन, हामीलाई कामै छैन, त्यही भएर तास खेलिरहेछौँ भन्दाखेरि मैले विदेशीलाई सोधेँ, इज आवर इन्टरभेन्सन इज एप्रोप्रिएट फर देम? सोधेँ। यिनीहरूलाई काम चाहिएको छ, हामी भन्छौँ कि तिमीहरूको बच्चाले पढाउनु पर्छ, तिमीहरूले पढाउनु पर्छ भने जनचेतना छैन भन्दाखेरि उहाँले के भन्नुभयो भने दिस इज द रेस्पोन्सिबिलिटी अफ स्टेट, यो राज्यको जिम्मेवारी हो। त्यस कारणले मलाई त्यति बेला अनुभूति भयो, होइन यो त राज्यले गर्नुपर्ने कुरो हो, राजनीतिले यो परिवर्तन गर्नुपर्ने हो। तर 2046 सालको परिवर्तन पश्चात राज्यले जुन किसिमले शिक्षा, स्वास्थ्य, रोजगार, आवासको कुराहरू सम्बोधन गर्नु पर्थ्यो तिनीहरूले गर्न सकेन। खाली मात्रै एनजिओ आइएनजिओलाई भित्र्याएर हामीलाई अब समाजलाई एउटा के हो भने उनीहरूको आवाजलाई दबाउने काम गर्यो। त्यस कारणले यो परिवर्तनको कुरो, यिनीहरूको जीवनमा परिवर्तन ल्याउने काम राजनीतिले मात्रै गर्न सक्छ। त्यस कारणले म चाहिँ राजनीतिलाई नै रोजेँ। अहिले नेताजी, तपाईँ उम्मेदवारी सँगसँगै अहिले घर दैलोमा तपाईँ व्यस्त हुनुहुन्छ। गाउँ गाउँमा गएर, घर घरमा गएर जनतासँग भेटेर भोट माग्नमा व्यस्त हुनुहुन्छ। के छ अवस्था घर दैलोको र के पाउनु भएको जनताबाट तपाईँ? अब हाम्रो चुनावी अभियान भनेको के हो भने हामी गाडीमा हात हलाएर जनताको माझ जाँदैनौँ। हामी टोल टोल पुग्छौँ, गाउँ गाउँ पुग्छौँ, घर घर पुग्छौँ
र हामी भन्छौँ हामीलाई भोट किन। हामी 2046 सालको परिवर्तन पश्चात जुन किसिमको जनताको जीवनमा परिवर्तन हुनुपर्ने हो त्यो अनुभूति अहिलेसम्म गर्न सकेका छैनन्। जब हामी उनीहरूको जीवनमा परिवर्तनका कुरा भन्छौँ, तपाईँहरूको सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक जीवनमा तपाईँहरूको यसले परिवर्तन के ल्यायो, जब हामी हाम्रा माग मुद्दा, हाम्रा सिद्धान्तको बारेमा जब जनतालाई हामी भन्छौँ, अनि जनताहरू हाम्रो नागरिक उन्मुक्ति पार्टी नेपाल र हाम्रो यस पार्टीका संरक्षक पूर्वमान्य रेशमलाल चौधरी प्रतिको आकर्षण बढेको देखिन्छ। र हामी जस्तै उत्तरी बेल्टमा 70 क्षेत्र नम्बर 4 को उत्तरी बेल्टमा जब हामी पुग्छौँ, त्यहाँ खानेपानीको समस्या छ। त्यहाँ मुसहर समुदायमा, त्यहाँ दलित समुदायमा घाँस बाँस कपासको अभाव छ। तर हामी हाम्रा प्रतिनिधिहरूले, हाम्रा यहाँबाट निर्वाचित सांसदहरूले, मेयरहरूले, हाम्रा प्रदेशका सांसदहरूले भन्नुहुन्छ ए हामी रोड बनाइदिएका छौँ। यहाँ समस्या एकातिर छ, तर हामीले गरिरहेछौँ अर्कोतिर काम। प्रमुख मुद्दा भनेको अहिलेको संविधानले खानेपानीको अधिकारलाई मौलिक हकभित्र राखिएको छ। त्यसको मतलब के हो भने कुनै पनि नागरिक शुद्ध खानेपानीबाट वञ्चित नहुन् भन्ने को कारणले गर्दा मौलिक हकभित्र राखिएको छ। तर त्यो पानी जस्ता कुरा जो मान्छे 3 दिन यदि पानी खान पाएन भने मान्छे मर्छ। तर त्यस्तो पानी नभई नहुने कुरालाई राज्यले अहिलेसम्म सम्बोधन गर्न सकेका छैन भने त्यसै हामी सहजै अनुमान लगाउन सक्छौँ कि राज्यको जनताको बीचमा उपस्थिति कस्तो छ, विकासको स्थिति के छ भन्ने कुरो छर्लङ हुन्छ। अब एकैछिन देशमा राजनीतिक दल धेरै छ, धेरै राजनीतिक दलहरू छ, नाम कमाएका राजनीतिक दलहरू छन्। हजुर, तर एउटा प्रखर नेतालाई नागरिक उन्मुक्ति पार्टीबाट नै लड्नुपर्ने के थियो रमाकान्त चौधरीलाई? अब विशेष गरी 2072 सालको थरोट आन्दोलनमा म प्रत्यक्ष रूपमा सहभागी भएँ। 70 जिल्लाको थरोट आन्दोलनको कमान्ड मैले नै सम्हालेका थिएँ। त्यति मात्रै होइन, सिराहा, सप्तरी, लाहानमा पनि गएर हामीले सहयोग गर्यौँ। एकदम त्यसको मतलब के हो भने अब यो देशमा आदिवासी जनजाति, थारू, मुस्लिम, दलित, अल्पसंख्यकहरूको मुद्दा अहिले पहिचानको मुद्दा अलमलमा छ। 2062-63 को परिवर्तनपछि आदिवासी जनजाति, यो देशका मधेसी, यो देशका थारू, यो देशका मुस्लिम, यो देशका अल्पसंख्यकहरू आफ्नो अधिकारको लागि, आफ्नो पहिचानको लागि उनीहरूले आवाज उठाउँदै रहे। सडकमा आफ्ना आवाजहरू उठाउँदै गरेको अवस्था थियो। र 2072 असोज 2 गते संविधान जारी गरिरहँदा हामी सम्पूर्ण उत्पीडित जाति, समुदाय, वर्ग, यो संविधान हाम्रो भएन, यो संविधानमा हाम्रा अनुहार भएन, यो संविधानमा हाम्रा माग मुद्दा सम्बोधन भएन, हामी सडकमा भनिरह्यौँ। तर उनीहरू नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी 90% को दम्भ देखाएर, किनभने यहाँबाट थारूहरू निर्वाचित भए, मुस्लिमहरू निर्वाचित भए, मधेसीहरू निर्वाचित भए, आदिवासी जनजातिहरू निर्वाचित भए, यहाँबाट थारू भएर भोट लाने, तर त्यहाँ गइसकेपछि नेपाली कांग्रेस बन्ने। अब तिनीहरू भनेको पहिचान विरोधी पार्टीहरू हो। पहिचानको मुद्दा यहाँबाट जितेर गए पनि उनीहरू उठाउन सक्दैन। र पहिचानको मुद्दा यो नागरिक उन्मुक्ति पार्टी पहिचानको मुद्दा जबरजस्त रूपमा बोकेको पार्टी हो। हाम्रा नेता, यो पार्टीको नेता पूर्वमान्य रेशमलाल चौधरी जोरदार रूपमा पहिचानको मुद्दा अहिलेसम्म उठाउँदै आएको हो। र पहिचानको मुद्दा उठाउन सक्ने नेता 70 क्षेत्र नम्बर 4 मा रमाकान्त चौधरी हो भन्ने कुरो को मनन गर्दै मलाई चाहिँ पार्टीले यो क्षेत्रबाट टिकट दिएको हो। अब तपाईँ अहिले घर दैलोमा व्यस्त हुनुहुन्छ, विभिन्न खाले विचार, विभिन्न खाले एजेन्डा लिएर तपाईँ घर घरमा पुग्नुहुन्छ, जनतामाझ पुग्नुहुन्छ। खास गरी मुख्य एजेन्डा भन्दाखेरि के होला तपाईँको? अब हाम्रो पार्टीको
घोषणा पत्रमा भौगोलिक सांस्कृतिक पहिचान सहितको संघीयता र समुदायमा आधारित समाजवाद हामी विदेशको समाजवादलाई अवलम्बन गर्दैनौँ। हामी नेपाल भनेको विभिन्न जात जाति वर्गको एउटा साझा फुलबारी हो। यहाँ समाजवादका उदाहरणहरू हामी भित्रै धेरै छ। हामीले अन्य ठाउँको विचार ल्याएर यहाँ थुपार्नु पर्दैन। यदि थारू समुदाय, मधेसी समुदाय, मुस्लिम समुदाय, दलित समुदाय, अल्पसंख्यक समुदायको हेर्ने हो भने त्यहाँभित्र आफ्नै आफ्नै खाले समाजवाद छ। हो, त्यो सुहाउँदो, यो माटो सुहाउँदो, यो देश सुहाउँदो समाजवाद हामी भित्रै छ। र त्यसै कारणले हामी समुदायमा आधारित समाजवाद, त्यहाँ आवश्यकता के हो त्यो कुरालाई हामीले प्रमोट गर्नु पर्यो। त्यस कारणले हामीले समुदायमा आधारित समाजवादका कुरा उठाएका छौँ। हाम्रो रणनीति भनेको पारिश्रमिक सहितको जनसंविधान। हामीसँग पर्याप्त श्रमिकहरू छ हैन, मानवीय स्रोत छ। अब जस्तो अहिले 30% युवाहरू अहिले बाध्य भएर खाडी मुलुकमा जानु परेको छ। यदि हामी उनीहरूलाई फर्काउने हो भने हामी नेपालमै 30% युवालाई जनश्रमदानमा आधारित विकासका कामहरू हामीले गर्नु पर्यो। हामीले प्रष्ट रूपमा हाम्रो रणनीतिक रूपमा लेखेका छौँ कि 1 करोडदेखि 10 करोडसम्मको कामलाई ठेकापट्टा नलाउने, हामी जनश्रमदानमा आधारित पारिश्रमिक सहितको जनश्रमदानमा युवाहरूलाई त्यो काममा लगाउने। जस्तै यहाँ अहिले पूर्वाधार नेपाल सरकारको प्रमुख लक्ष्य भनेको पूर्वाधार हैन, पूर्वाधारमा विकास गर्नु। यदि पूर्वाधार विकासमा यहीँका युवाहरूलाई, यदि हामी यहीँका महिलाहरूलाई, यहीँका मानिसहरूलाई यदि हामीले इन्भल्भ गराउने हो भने, सहभागिता गराउन सक्यौँ भने यहाँ प्रशस्त रोजगारको अवस्थाहरू सिर्जना हुन सक्छ। अहिले 90% जहाँका जनता कृषक छन्, जस्तै अहिले मधेसका जनताहरू 90% किसान छन्। किसानलाई अहिलेसम्म कुनै पनि सरकारले, कुनै पनि पार्टीले आफ्ना घोषणा पत्रमा लेखिए तापनि त्यसलाई कार्यान्वयन पक्षमा, यसलाई यहाँ नीति नियम कार्यान्वयन गर्ने कार्यक्रम ल्याउने पक्षमा चाहिँ कुनै पनि पार्टी इमान्दार देखिएन। तपाईँ अहिले हाम्रो चौरीमा जानुहुन्छ भने, हाम्रो खेततिर जानुहुन्छ भने त्यो अवस्था देखिन्छ। भन्दाखेरि यहाँ कुनै किसिमको रोजगारको अवस्था युवाहरूलाई या गाउँमा बस्नुपर्ने, आफ्नो ठाउँमा बस्नुपर्ने अवस्था अहिले हाम्रो सरकारहरूले, विगतका सरकारहरूले बनाउन सकेन। यो बनाउन सक्ने पार्टी भनेको नागरिक उन्मुक्ति पार्टी हो। यो बनाउन सक्ने नेता भनेको हाम्रो पार्टीको संरक्षक पूर्वमान्य रेशमलाल चौधरी हुन्। तपाईँको बहुत राम्रो एजेन्डाहरू छ। कृषिमा भन्नुभयो, सामाजिक दायित्वमा भन्नुभयो, रोजगारीको सिलसिलामा भन्नुभयो। यी र इत्यादि एजेन्डाहरू सँगै दाँच्दा तपाईँ यदि प्रतिनिधि सभा सदस्यको सभासद हुनुहुन्छ भने, निर्वाचित हुनुहुन्छ भने तपाईँको फर्स्ट एजेन्डा कुन हुनेछ? म यो क्षेत्रबाट निर्वाचित भए भने सबभन्दा पहिला हाम्रो राजमार्गदेखि माथि जुन खानेपानीको समस्या छ, त्यो खानेपानी समस्या सबभन्दा पहिला म उठाउँछु। खानेपानीको समस्या सबभन्दा मेरो प्राथमिकता त्यो हो। र त्यसपछि हाम्रो उत्पीडनमा रहेका, अन्यायमा रहेका समुदाय जो वर्षौंदेखि उनीहरू देशको विकासबाट वञ्चित छन्, जस्तै हरवा चरवा, जस्तै दलित समुदाय, मुसहर समुदाय, तिनीहरूको स्थायी बसोबास अनि सुकुम्बासीहरूको जग्गा कम्तीमा उनीहरूको बसोबासको लागि जग्गा चाहिँ यो राज्यले उपलब्ध गराउनुपर्छ। उनीहरूको जीवनयापनलाई माथि उकास्नको लागि रोजगारीको अवसरहरू सिर्जना गर्नुपर्छ। र युवाहरूलाई, किनभने अहिले 2084मा हुनुपर्ने निर्वाचन हो, 82मा हुँदैछ। यो देशमा 2082 भदौ 23 र 24 गते जुन जेन्जी विद्रोह भयो, यो अकल्पनीय थियो नि त। 2/3 सरकारले कहिले पनि अनुमान गर्न सकेन कि यो सरकारलाई कसैले ढाल्न सक्छ। तर युवाहरूले ढालेर देखाइदियो। जो सत्तामा टाँसिरहे, प्रधानमन्त्रीको कुर्सीमा बसिरहे, उनलाई
यहाँबाट बालुवाटारबाट असुरक्षित भएर भाग्न बाध्य बनाइयो भन्दाखेरि जेनजी विद्रोहको प्रमुख माग भनेको छाप परिवर्तन, नेता परिवर्तन, संविधान परिवर्तन र तत्काल युवाहरूको उत्पीडनमा परेको जात जाति समुदायहरूको जीवनमा परिवर्तन ल्याउन सक्ने कार्यक्रम नीति ऐन चाहिँ यो सरकारले ल्याउनुपर्छ र त्यो काम म प्राथमिकताका साथ म यदि निर्वाचित भएँ भने संसदमा उठाउँछु। दर्शक श्रोता, अहिले तपाईँ हेर्दै हुनुहुन्छ संयुक्त मिडिया हाउसद्वारा सञ्चालित कार्यक्रम समय संवाद। र समय संवादमा आज हामीसँग हुनुहुन्छ सप्तरी निर्वाचन क्षेत्र नम्बर 4 का नागरिक उन्मुक्ति पार्टीका प्रत्यक्ष उम्मेदवार रमाकान्त चौधरी। उहाँ आफ्ना दृढ सङ्कल्पहरू लिएर अहिले चुनावी माहौल तातिएसँगै घर दैलो गर्न र जनतालाई भेटेर भोट माग्नमा व्यस्त भएका छन्। यतिको व्यस्तताको बावजुद पनि हामीलाई स्टुडियोमा समय दिनुभयो, उहाँलाई धेरै धेरै धन्यवाद दिँदै अब नेताज्यू अन्तमा तपाईँ यस क्षेत्रका नेता जनताहरूलाई अथवा आफ्ना मतदाताहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? सम्पूर्ण मतदाताहरूलाई म व्यक्तिगत तर्फबाट र मेरो पार्टी नागरिक उन्मुक्तिको तर्फबाट यहाँहरूलाई हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। र अहिले देश परिवर्तन चाहने र परिवर्तन नचाहने बीचको लडाई हो र सप्तरी क्षेत्र नम्बर 4 को विकल्प भनेको नागरिक उन्मुक्ति पार्टी हो। त्यसैले यसपालि 2082 फाल्गुन 21 गते जुन मतदान भइरहेछ त्यो चुनावमा नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट उम्मेदवार म रमाकान्त चौधरीलाई जाँतो चुनाव चिन्हमा आफ्नो मताधिकार प्रयोग गरी मलाई विजय गराउनुहुन सम्पूर्ण मतदाता साथीहरूमा हार्दिक अनुरोध गर्दछु। हस् त नेताजी, समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। धन्यवाद शम्भुजी, यहाँले पनि। अहिले तपाईँ संयुक्त मिडिया हाउसद्वारा सञ्चालित कार्यक्रम समय संवादमा हामीसँग पाहुनाको रूपमा सप्तरी निर्वाचन क्षेत्र नम्बर 4 का रमाकान्त चौधरी हुनुहुन्छ। उहाँलाई धेरै धेरै धन्यवाद दिँदै आजको यस विषयवस्तुबाट प्राविधिक मित्र सहित टोलीलाई धन्यवाद दिँदै म प्रस्तोता शम्भुलाई पनि जाने आज्ञा दिनुहोस्। हवस् त, नमस्कार, सबैको दिन शुभमय बितोस्। धन्यवाद।